नेपालमा घर जग्गा किन्न लाग्नु भएको छ? यो निर्णय निकै ठूलो हो नि। सानो गल्तीले पनि पछि कति तनाव हुन्छ हिसाबै छैन। आज हामी नेपालमा घरेरी किन्दा ध्यान दिनुपर्ने 16 महत्त्वपूर्ण कुरा भन्ने एउटा लेखलाई आधार मानेर यसमा गहिरिएर कुरा गर्दैछौँ। खासमा कसरी सुरक्षित तरिकाले लगानी गर्ने भन्ने नै हो हाम्रो उद्देश्य। ल सुरु गरौँ है त। पहिलो अनि सायद सबैभन्दा महत्त्वपूर्ण कुरा नै यही हो कि तपाईले जोसँग कुरा गर्दै हुनुहुन्छ ऊ साँच्चै जग्गाको मालिक हो त? सुन्दा त सामान्य लाग्ला, तर कस्तो हुन्छ भने नक्कली मान्छे बिचौलिया खडा गरेर ठम्ने चलन बढ्या छ क्या। त्यसैले त्यो लाल पूर्जा भयो, नागरिकता भयो, यस्ता कागजपत्र चाहिँ एकदम होशियार भएर जाँच्नै पर्यो। पहिलो कामै यही हो। एकदम सही कुरा। यो केवल एउटा फर्मालिटी मात्र होइन नि, यो त ठगीबाट बस्ने पहिलो ढोका नै हो। अब त्यो मान्छे ठीक हो, सक्कली मालिक हो भन्ने पक्का भयो, होइन? त्यसपछि आउँछ जग्गाको कानुनी पक्ष। सिधै मालपोत जानु पर्यो। त्यो जग्गा रोक्का छ कि, अदालतमा केही मुद्दा मामिला पो चलिरहेको छ कि, अथवा कतै ब्याङ्कमा धितो पो राखेको छ कि, यो बुझ्नै पर्यो। विवादित जग्गामा फसियो भने त लगानी मात्र डुब्ने होइन, वर्षौं कानुनको झमेलामा परिन्छ नि। हो त नि। त्यो कानुनी कुरा पनि ठिक छ रे ल, तर अर्को एउटा प्राविधिक कुरा नि छ, त्यो पनि बिर्सनु भएन। सरकारी मापदण्ड, त्यो बाइलज भन्छ नि, अनि बाटोको अधिकार क्षेत्र आरओडब्ल्यू। घर बनाउँदा कति जग्गा छोड्नुपर्छ, बाटो कति चाहिन्छ कम्तीमा, यो नियम फेरि ठाउँ अनुसार फरक फरक हुन्छ के। झन् खोला, ताल वा त्यो हाई टेन्सन लाइन नजिक छ भने त अझ बढी जग्गा छोड्नुपर्ने हुनसक्छ, त्यो सेटब्याक। यो कुरा नबुझी किन्दा त किनेको जग्गामा घरै बनाउन नमिल्ने अवस्था आउन सक्छ। अनि अर्को एकदम महत्त्वपूर्ण कुरा, कागजमा जे छ नि, फिल्डमा पनि ठ्याक्कै त्यही हुनु पर्यो। लाल पूर्जा अनि त्यो नापीको नक्सामा भएको कित्ता नम्बर, क्षेत्रफल, त्यो जग्गाको वास्तविक आकार सबै मिल्नुपर्छ। बरु अमिन लगेर एकचोटि नापचाच गराएकै राम्रो। अनि अर्को, त्यो जग्गा खास के प्रयोजनको लागि हो त? आवासीय हो कि, कृषि हो कि अरू केही? नगरपालिकाको मास्टर प्लान हेरेर। घर बनाउन मिल्ने क्षेत्रमै पर्छ कि पर्दैन, त्यो पनि पक्का गर्नुपर्छ। एउटा कुरा छ है, अलि कम सुनिन्छ तर एकदमै महत्त्वपूर्ण, त्यो मोही हक हो नि। कतिपयलाई थाहा नहुन सक्छ, यदि त्यो जग्गामा कसैको मोहियानी हक छ भने उसको सहमति बिना किनबेच भयो भने पछि ठूलो कानुनी अडचन आउँछ। त्यसैले यो छ कि छैन भनेर मालपत्तमै बुझ्नु पर्यो, अनि फिल्डमै गएर होइन, छिमेकीहरूसँग सोध्नु पर्यो, साथ सिमानामा केही विवाद पो छ कि, यकिन गर्नै पर्छ यो पनि हुँदैन। जस्तै जग्गासम्म पुग्ने बाटो कस्तो छ, कम्तीमा पनि 8 फिटको बाटो त चाहियो, नत्र ब्याङ्कले पनि राम्रो मूल्याङ्कन गर्दैन, पछि गाडी लैजान पनि समस्या हो त नि। अनि खानेपानी, बिजुली, ढल निकास, यी सुविधा छन् कि छैनन्, के अवस्थामा छन्? बर्खामा पानी जम्ने समस्या पो छ कि, वा अलि भिरालो छ भने पहिरोको डर कत्तिको छ? अनि घर बनाउँदा घाम कस्तो पर्ला, दक्षिण मोहडा हो कि होइन, यी सबै कुराले पछि बस्दा फरक पार्छ नि त। अनि सुरक्षाको कुरा पनि त आयो। त्यो हाई टेन्सन बिजुलीको लाइन नजिक जग्गा हुनु राम्रो होइन। स्वास्थ्य र सुरक्षा दुवै हिसाबले कम्तीमा 10-15 मिटर टाढा हुनुपर्छ भन्छन्। अनि जग्गाको भूबनोट, त्यो पनि हेर्नु पर्यो। कस्तो छ जमिन, स्थिर छ कि छैन, धाजा फाटेको, पहिरो जान सक्ने खालको, वा त्यो नदी उकासको जग्गा पो हो कि? कमजोर जगमा त घर बनाउनु भएन नि। हो, अनि जग्गाको किसिम त्यो पनि बुझ्नु पर्यो। गुठीको हो कि रैकर हो? गुठीको जग्गा हो भने त्यसको किनबेच वा हक हस्तान्तरणमा अलि फरक विशेष नियमहरू हुन्छन्, रैकरको जस्तो हुँदैन। अनि अन्त्यमा अब लगानीकै दृष्टिकोणले हेरौँ न, भविष्यमा त्यो ठाउँको भाउ बढ्ने सम्भावना कस्तो छ? आरओआई भन्छ नि, वरिपरि केही विकासका योजनाहरू छन् कि, बाटो बन्दैछ कि, स्कुल अस्पताल केही आउँदैछ कि, यो अलिकति रिसर्च गर्यो भने आफ्नो लगानी सुरक्षित हुन्छ। भनेपछि निचोडमा के देखियो भने नेपालमा जग्गा किन्नु भनेको पैसा दिएर कागज लिनु मात्रै त होइन रहेछ। यो त विक्रेता को हो भनेर चिन्नुदेखि लिएर उसको कानुनी पाटो, सरकारी नियम, जग्गाको भौतिक अवस्था, सुविधा, सुरक्षा अनि भविष्यमा के होला भन्ने सम्भावना, सबै कुरा राम्रोसँग केलाउने प्रक्रिया पो रहेछ। हो नि, हरेक पाइलामा होशियार हुनु पर्यो। अलिकति अधुरो जानकारी भयो वा हतारमा निर्णय गर्यो भने त्यसले पछि ठूलो आर्थिक र मानसिक क्षति पुर्याउन सक्छ।
त्यसैले शङ्का लाग्यो, केही कुरा बुझिएन भने सम्बन्धित विज्ञ जस्तै वकिल वा इन्जिनियरको सल्लाह लिनु नै सबैभन्दा बुद्धिमानी हुन्छ। हो, यी सबै बुदाहरू त महत्त्वपूर्ण छँदैछन्, तर एउटा कुरा अझै सोच्न सकिन्छ जस्तो लाग्छ मलाई। के त्यो ठाउँको समग्र वातावरण, त्यो फिल भन्छ नि, त्यो चाहिँ किन्ने मान्छेको आफ्नो लामो समयको सोच, उसको जीवनशैलीसँग मेल खान्छ त? यो पनि एउटा विचार गर्नुपर्ने पक्ष हो कि?